एउटा सक्सेसफुल कन्टेन्ट क्रिएटरले भिडियो बनाएछ अनि त्यसपछि उसले पोस्ट गर्नु अघि सबै कुरा चेक गर्दै थियो, जस्तै स्क्रिप्ट, लाइटिङ, एडिटिङ। अनि चेक गर्दै जाँदाखेरि चाहिँ एउटा सानो मिस्टेक भेटेछ कि उसले एउटा वर्ड मिस्टेक बोलेको रहेछ है। तर अनफर्चुनेटली उसँग रिटेक गर्ने टाइम नै थिएन। अनि उसले यो सानो मिस्टेकले के नै फरक पर्ला भनेर चाहिँ त्यो भिडियो पोस्ट गरिदिएछ। अनि अचम्मको कुरा के भएछ भने त्यही भिडियोमा सबैभन्दा बढी रेस्पोन्स आएछ। अनि यो कसरी त? अनि मनोविज्ञानमा यसलाई चाहिँ प्र्याटफल इफेक्ट भनिन्छ। जब कुनै व्यक्ति सक्षम, राम्रो र आत्मविश्वासी देखिन्छ, उसले गरेको एउटा सानो गल्तीले उसलाई झन् वास्तविक र मानवीय बनाउँछ। किनभने नि मानिसहरू पर्फेक्सनसँग प्रभावित त हुन्छन् हैन, तर वास्तविकतासँग नि झन् जोडिन्छन् रे है। त्यसैले याद राख्नुहोस् है, सधैँ पर्फेक्ट बन्न खोज्दै समय खेर नफाल्नुहोस्। किनभने कहिलेकाहीँ तपाईँलाई रोक्ने गल्ती होइन, पर्फेक्ट हुनुपर्छ भन्ने डर हो है। चेयर्स।